ओ लाखे आजको वेदर चाहिँ यस्तो दामी छ। सो गाइज ह्याप्पी दसैँ सबैजनालाई। अब म चाहिँ अब टिका लाउनको लागि घर निस्किँदैछु। आज बारी दसैँको मेला हेर्नु गइन्छ है यहाँ मेरो चाहिँ त्यति जेलसम्म मलाई टक्क है हामी चाहिँ दक्षिणा कति आउने हो होइन। अब हेरौँ टिका लाउन जाँदैछु म। सबै जानुभयो अलिकति ढिला भयो क्या यहाँ थोरै माल पुगेन अनि माल लिनलाई अलिक ढिला भयो। मासु मासु खाइसक्नु भयो होला। वेदर यस्तो दामी छ क्या। बारीको भाइरल गाउँ होइन। बाटो यस्तो थियो पहिला स्कुल हिँड्ने बेला कि स्कुल जाने बेला चाहिँ यही बाटो हिँडिन्थ्यो मजाले। सो त्यही हो दामी मौसम छ। धेरैजनाले भिडियो आएन भन्नुहुन्थ्यो। अनि मैले धेरैचोटि दसैँको भिडियो युट्युबमा राख्नको लागि धेरैचोटि भिडियोहरू बनाएको थिएँ तर राखेको थिएन। योपालि चाहिँ स्योर राखिदिन्छु। अनि अरू भिडियोहरू चाहिँ अब कस्तो स्यासा भएको बेसी वन कार्यक्रममा चाहिँ हामी अलिकति व्यस्त भएको हुँदा नयाँ भ्लग चाहिँ आएको थिएन। आजदेखि आउँछ पारि दसैँको मेलाको छुट्टै एउटा भिडियो आउँछ। आज दक्षिणा कति पाउँछु समीरले होइन त्यसको भिडियो छुट्टै आउँछ। सुमा निस्केको है लाग्दैन धेरै लाग्दैन मात्र 5 मिनट लाग्छ। दसैँको बेला हो क्या ज्यान मोटाएर यस्तो स्यासा हुन्छ रहेछ। ल अब घरतिर भेटौँ होला है त। ल फाइनल्ली म चाहिँ यहाँ आइसकेँ। थनिका जाने रोड भयो। यहाँ चाहिँ यसमा ढलान भएको छ। सो यो चाहिँ हाम्रो घर जाने रोड हो। गुल्मी जोडिएको छ यो चाहिँ होइन। सो आजको मौसम हो हेरौँ न टक्क लगाएर। दसैँको बेला सुन्दर बाइचर गाउँ माथिको सुन्दरी मौसम दामी गरेको छ। अब पसिना आयो क्या मात्र 2 मिनट हिँडेको। अब मौसम राम्रो छ। अब 19 गतेदेखि चाहिँ के भन्दै थियो टोपीहरूले आरी घोप्टे हो कि समथिङ कस्तो खालको पानी पर्छ अरे। धन्न बेसीवनको कार्यक्रममा चाहिँ पानी परेन। अब दसैँको कार्यक्रमलाई चाहिँ हाम्रो चाहिँ यो क्षेत्रमा पानी नपरोस्। दसैँको कार्यक्रमलाई भव्य एवं सभ्य तरिकाले सम्पन्न गर्नु छ। पिकाचुली युवा क्लबद्वारा आयोजित 1,50,000 को खेल एक थप्पड खेल्नको लागि बेसीवन जागरण जाँदैछ। इतिहासमा हिलोमा खेलेका हाम्रा पलहरू छन्। योपालि घाममा खेल्न पाइयोस्। सो गाइस म हेर्छु है कसले के खाइरहेछ। हे मासु राखिदिनु है मलाई नि। मासु राखिदिनु है। दाइले बाइक लिएर आइसक्नु भयो। हो गाउँका 2 बहिनी चाहिँ के हो कुहिरो ल्याएको छ। ए गाइस यसै माथि हो क्या। कति सेकेन्ड रोड बाटोदेखि 1 2 3 4 5 6 7 8 9 10 11 पोहोर साल नि यस्तै गरेर भिडियो राखेको थिएँ। हाम्रो गोरु हाई के छ गोरु। हाम्रो लाब्रे दाजुको घर 30 सेकेन्ड भइसक्यो होइन गाइज। हामी
भलिबल खेल्थ्यौँ के सानसानो। हाम्रो माइला ब्रदर्सले चाहिँ मोबाइल गर्नुभएको छ गाइज है। हामीले यो चाहिँ गाजा भन्नु होला फेरि, यो होइन गाजा होइन, फुल गेट ठक्क बेसार छन् फुलै फुल चाहिँ हो। भिनाजु नमस्कार है। हो यो त कुखुरा तान्नै छन् पाडाको मान्छे। हो भाइ नमस्ते, दाई नमस्कार। हो कस्तो गोरो देखिनु भएको दाई। हेलो हेलो गाइजहरू, हेलो नमस्ते, हेलो अब हो लौस लौस, हेलो हजुर हजुर। ओहो के हो अहिले के दक्षिणा चाँडै पाइन्छ भनेर सुरुमै बसे अन्त केटाहरू त। अब दक्षिणा त पाइन्न थाहा छ। पोहोर साल त म आफै यसो भिडियो गराउनु 5 रुपियाँ हो म आफै। अन्तिमसम्म नै हेर्नु नि हुन्छ है कति पैसा पाउँछ भनेर तपाईँहरूले चाहिँ त्यो हेर्नु होला। अलिअलि आशीर्वाद त दिनु न। हेत्तेरिका जमाना ए नानी हो छ तौगा थोक्क लाए माथि पैसा छैन हाम्रोमा। ठुलो आजी गरेर उहाँले टिकाकरण गर्नुभएको थियो। के ढोगिनस् तैँले यस्तो पो छ हेत्तेरिका भन्न पर्छ। भिडियो क्यामेरा छ यहाँ ठुइ बेइज्जती। सुरु आइज ठुलो लगानी गरेर आउनु भएको थियो। अब पैसा कहाँबाट जुटाउने होला? हाँसु 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 कति रुपियाँ पानी होला। यता हुनुहुन्छ उहाँले कतिखेर दक्षिणा पाउँछु भनेर चाहिँ गरिराख्नु भएको छ। ए छिटो भान्जा जानु सिया छिटो। ए सुकुटी खान आउनु है हाम्रो घरमा। यो भुन्टुङ हो अनि यो के खालको खान्की हो यो? के गर्ने गाइस, हामी त गाउँले ढिलो ओलालिन् त गाइस। अच्छा यही आधा त उठेको गाइस। अब गाउँमा अब तपाईँहरूकोमा भात पाकेको होला, हामी ढिलो गलाउँदैछ है गाइस, ढिलो। अच्छा जान्ने भान्जाले चाहिँ पाउँछ, भान्जाले पाउनुहुन्छ कि पैसा? भन्छु हाई गरेन। हेलो आमा यस्तो 250 को लगाएको। ल सुहासु हेचुङ सेन्साई फेचुङ फुचुङ। आज लगभग 25 जनाले चाहिँ टिकाकरण गर्नुहुन्छ है हाम्रो भाइ चाहिँ। हामी फेचौँ कति है गाइस। रोटी छ यता, मासु के मासु खाने? अब यता सुकुटी आइटम छ है, यता चाहिँ अर्को आइटम छ। यता चाहिँ हाम्रो बताउने भान्जा कति पाउनु भयो? हाम्रो चाहिँ न दक्षिणा पाइन्छ न मासु धेरै पाइन्छ। के हो गाइस? हुसारे आएन हुसारले छन्। ओ चो चाहियो देखा है ल
जा बाबु जा ह्याप्पी दसैँ राम्रोसँग दसैँ मनाउ खा इन्जोय गर ल अब दसैँको मेला हेर्न जाने हो यो याकको है याकको सुकुटी गाइस यो चाहिँ बेल्लर हो यो बेल्लर हो हामी खाइयो यति हो हाम्रो दसैँ सक्यो हाँसिएर गाइस खाइयो दक्षिणा के भयो भान्जा खाइयो अनलाइन हामी नदेखाएको यो सेवामा चाहिँ दसैँको दक्षिणा भनेर देखा अनलाइन हुन्छ सबै अब अनलाइन सिस्टम छ मासु पनि भात पनि खाएको देखाउनु पर्यो नि यो पहिलो भलकै गाइसकेर खाएको झट्ट यसको खाइ फेरि खट्टा खाएको एकैचोटि हो अब यो नन स्टप खान्छ हेर्नुहोस् है ल सुरु गर्छु 1 2 अरे बाबु मासु हो भन्दैमा के हो गम नखान नन स्टप ह्याप्पी दसैँ तपाईँहरूको दसैँ पनि रमाइलो भयो होला अब हामी अर्को सेसनको भिडियो चाहिँ यो हात धोएर इन्डिङ गर्छु म ल पानी पर्ला जस्तो छ हावा आउँछ मैलास ल फेरि पनि ह्याप्पी दसैँ है सबैजनालाई अब पूर्णिमासम्म दसैँ छ अब त्यही लाउने अब हामी चाहिँ अब रसभरा मेला हेर्न जाँदैछौँ अब यो वर्षको दसैँ रमझम भयो अब फोटो सेसन हुँदैछ यतातिर ल जम ल लेट्स गो पपी ल या एउटा ऱ्याप जाओस् या भात खान्छु यो अर्को ऱ्यापर यहाँ छ ल गाइस थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो